ल हामी चाहिँ अहिले बटरफ्लाई बिचतिर लाग्दैछौँ। हङकङ सहर यस्तै छ अब। सामसिपोबाट चाहिँ बटरफ्लाई बिचको लागि हामी 4 जना हिँड्दैछौँ तानतिङे ठिटहरू। अब त्यहाँ को साथीहरू भेट्ने हो। चुक्लो नि तर चाम्सुमा चाहिँ बिच तल सी छ, समुद्र छ। यति रमाइलो ठाउँ छ हेर्नुहोस् त। यता चाहिँ हाम्रो गाउँठाउँतिरको जस्तै जङ्गल। माथि पनि ब्रिजबाट चाहिँ अर्को बाटो, तलबाट अर्को बाटो। पारी चाहिँ एयरपोर्ट जाने हाइवे। हामी चाहिँ एयरपोर्टको वारीतिर आएको छौँ है। अहिले हामी चाहिँ चुनमुन प्लाजा भित्र आइपुगेको छौँ है। बटरफ्लाई बिच जाने क्रममा छौँ। अब हामी चुनमुन बजार कटेर फेरि उता क्रस हुँदैछौँ है। टाउन सेन्टर, गभर्मेन्ट अफिस। सदन लाग्यो जर्सी एउटा जिमै खाने टिम सो यो त सिधै आउँदै जाने यो त छिको यहाँ नै अछि म जाने सुई आम वही भैरमा आउने अलि मजाले नखाऊ दाजु यी सुने ढङ्गले बिचरा छिमा यो त छिकी यो त बदले थोल्नु यहाँ छि बा त्यो त यो त छि त्यो त तिमी आइ म बाइ त म Yang bukan itu sih Cuy body itu sih body orang mana terus dia sih apa sih lah iPhone lagu oh kira-kira lah sunun apa saya iPhone lah serah Hong Kong kira-kira अनि कुनै सहयोग चाहिँ सहयोग चाहिँ समस्या तारबाट चल्ने अनि तर मसँग हामी चाहिँ जाने बटरफ्लाई बिच हो। तर चाहिँ अलिकति गलत ठाउँमा चाहिँ हामी झरेको कारणले चाहिँ ल्यान्डिङ भएको कारणले अहिले चाहिँ अब हामी केमा जाने माइला ट्याक्सीमा चन्द्र सोल्टी के अरे चन्द्र भाइ मिलन सोल्टी उता हुनुहुन्छ फोनमा व्यस्त हुनुहुन्छ। यता हाम्रो केस सोल्टी कि ट्रामा जाने सोल्टी उतै सानो दाजुमा ट्रामामा हुन्छ। मलाई त तपाईँहरूले जता लान्छ त्यसमै जान्छु। अहिले चाहिँ हामी वेटिङमा छु। अब हामी कुन ठाउँमा झर्न रहेछ? सुनमुनमै झरेर रहेछ झर्न त। तर अलिकति अर्को ठाउँमा झरेको कारणले वेटिङमा छु हामी। ट्याक्सी त आयो ल। ट्याक्सी आयो है त। हामी चाहिँ अब यो यही ट्याक्सीमा जाँदैछु। कुन चाहिँ कुन ल अघि हामी बसको यात्रा थियो, अहिले चाहिँ फेरि हामी ट्याक्सीमा जाँदैछौँ है त।
सोल्टी पनि आइपुग्नु भयो ल हामी चाहिँ बटरफ्लाई बीच आइपुग्यौँ है ट्याक्सीमा आएको ट्याक्सी स्ट्यान्ड हामी चारजना चाहिँ आइपुग्यो है त हामी चारजना बटरफ्लाई बीच आइपुग्यो युट्युब सोल्टी हजुर सोल्टी हजुर सोल्टी सानो मिनी ब्लग ओम प्रकाश गुरुङ युट्युब च्यानल यो ल आइपुग्यो अब हामी चाहिँ अब हाम्रो चुलोतिर बिबिक्यू गर्ने चुलो कता हो भनेर चाहिँ हामी खोज्दैछौँ है त हामी चाहिँ हाम्रो चुलो खोज्ने तर्खरमा छौँ ए हो ल पारी चाहिँ एयरपोर्ट छ तुन्जुङ बजार एयरपोर्ट पारी चाहिँ तुन्जुङ बजार एयरपोर्ट यताबाट नै एउटा टनल समुद्र मुनिबाट एयरपोर्ट जाने बाटो छ ए पहिला थिएन अनि यो खुलेको 2 वर्ष जति भयो ए युङलुङ यो चुनमुनवासीहरू चाहिँ अघिको लामो पुल भएर जानु पर्छ क्या अहिले चाहिँ यो भएको सजिलो भयो सर्टकट माछा बितेछ जहाँ एउटा माछा बितेछ अरे हाम्रो चन्द्र भाइले देखाएर हामीलाई चाहिँ हेर्न आएको ल हाम्रो चाहिँ देवदाई चाहिँ चुलोमा हुनुहुन्छ अरे है तर चाहिँ हाम्रो चुलो कहाँनिर हो चाहिँ हामी चाहिँ खोज्दैछौँ है किन्दैन मुभी फोनलाई चाहिँ ल बटरफ्लाई बीच चुलो क्रिक टेबल क्रिक वा यहाँ चाहिँ बटरफ्लाई बीचमा चाहिँ एउटा चुलो एउटा टेबल हुँदो रहेछ है अब यहाँ चाहिँ जो अगाडि आयो उसले चाहिँ पाउँदो रहेछ हाम्रो चाहिँ ग्राउन्डको ऊ त्यहाँ रहेछ कि होइन त्यही त हाम्रो देवता कता हुनुहुन्छ उता त्यो छेउमा त्यहाँ हुनुहुँदो रहेछ है दाइ ल उताबाट चाहिँ दाइले चाहिँ अन्त जानकारी सक्नु भएको छ ल हाम्रो चाहिँ उता छेउतिर रहेछ है हामी जाँदैछौँ अब हजुर ए बटरफ्लाई बीचमा यहाँ चाहिँ ठुलो टुर्नामेन्ट भलिबल टुर्नामेन्ट हुने चाहिँ उता ग्राउन्ड चाहिँ उता रहेछ होइन हामी चाहिँ यहाँ आउँदैछौँ है ल हामी चाहिँ आइपुग्यौँ है त ल हाम्रो दाइलाई चाहिँ भेट्टायो होला ल चाहिँ हाम्रो चुलो चाहिँ कुन हो दाइ ए ल हाम्रो चुलो चाहिँ यो अनि यो दुईवटा चाहिँ हाम्रो चुलो रहेछ दुईवटा चुलो चाहिँ भेटाएको रहेछ ल यो दुईवटा रहेछ होइन सोल्टी दाइले चाहिँ अलिअलि आगो पनि पुगिसक्नु भएको रहेछ यताको चाहिँ अब यताको चाहिँ सुरु हुनु लाग्यो रहेछ पहिला रहेछ अहिले हामी चाहिँ यहाँ 5 जना भयो 4 जना आएको अनि दाइ यहीँ हुनुहुँदो रहेछ सुरुमै दाइ आउनु भएको रहेछ दुईवटा चुलो रोजिसक्नु भएको छ अब अर्को हाम्रो साथीहरू आउँदै हुनुहुन्छ है त के हो भएन पारे
दाइले चाहिँ अब आगो पुग्दै हुनुहुन्छ है। दाइ र सोल्टी यता मामा पनि आइपुग्नु भएको छ। यता मामा पनि आइपुग्नु भयो। हेलो मामा। एकदम ठिक छु मामा, खुसी लाग्यो मामाहरूसँग भेट्न पाउँदाखेरि। यता चाहिँ हाम्रो देव दाइ र सोल्टी चाहिँ यताको अर्को चुलोमा चाहिँ आगो चाहिँ अघि नै पुगिसक्नु भएको रहेछ। अब ट्राई गर्दै हुनुहुन्छ। ल उता फेरि अर्को ग्रुप रमाइलो गर्दै अपुङ्गे ग्रुप हुँदो रहेछ यहाँ। आगो पुग्नु पनि गाह्रै रहेछ हो यहाँ। ल बटरफ्लाई बिचमा चाहिँ भर्खरै चाहिँ हाम्रो भाउजू पनि आइपुग्नु भएको छ। भाउजू नमस्ते भाउजू। हजुर यता चाहिँ हाम्रो माइला भाइ चाहिँ मासु बोल्दै हुनुहुन्छ। दाइ नमस्ते दाइ। ल दाइ एकदम खुसी लाग्यो आज तपाईँहरूले यो गर्नुभएको रहेछ। अरू दाइहरू कता जानुभएको छ? एकछिनको चाहिँ आउनुहुन्छ ए हो। यो चाहिँ हाम्रो चाहिँ साइला। ल साइला भाइ ल काले भाइ आइ माइला सबैजना। ल सोल्टी के हो? ए हो ए वान टेस्ट कोही भए पनि आइपुगेछ। अहिले चाहिँ म हाम्रो ताङतिङको जति पनि मेरो दाजुभाइ इष्टमित्र छामा काका काकी हुनुहुन्छ नि बटरफ्लाईमा आइपुगेँ। अहिले यहाँ हुनुहुन्छ मेरो भाइ कालु भाइ, काले भाइ र कालु दाइ दुईजना चाहिँ हुनुहुन्छ। यता हाम्रो साइला भाइ चाहिँ गर्दै हुनुहुन्छ, यता माइला बोल्दै हुनुहुन्छ है। ल छामा नमस्ते छामा। गाउँ छ फेरि यहाँ भीमा हुन त यहाँ। ल म पनि आइपुगेँ। यता यता हाम्रो पदम दाई हुनुहुन्छ, यता छामा हुनुहुन्छ, उता भाउजू, यता सोल्टी, यता सोल्टी, हामी मिलन सोल्टी, के सोल्टी, चन्द्र भाइ र म चारजना सँगै आएको थियो दाइ। कहाँ झरी गएर रहेछ, गल्ती ठाउँमा झरेर रहेछ कि त्यहाँबाट त हामी त ट्याक्सी चढेर आएको। यहाँ त यहाँ त हाम्रो दाइ मात्रै हुनुहुँदो रहेछ, बिचारा कालो दाइ मात्रै दुईवटा चुलो समातेर बसिराख्नु भएको रहेछ, यो चुलो र यो चुलो। यता हाम्रो मामा पनि, मामा तपाईँ एक्लै हुनुभयो कि हो? चुत्ता जानुहोस् बा। नमस्ते, यति बेला हामी चाहिँ यो चुनमुन बटरफ्लाईमा छौँ र आजको चाहिँ विशेष कार्यक्रम भनेको हामी एसके ताङतिङ परिवारको तर्फबाट अहिले जुनको 1 तारिक हुन गइरहेको चाहिँ नेपाली भाषामा आधारित गुरुङ चलचित्र पुर्खको थलो चाहिँ मा अभिनय गर्नुहुने हाम्रो आफैमा एउटा दक्ष र एउटा कुशल व्यक्तित्व हाम्रो भाइ ओम प्रकाश गुरुङ यति बेला हङकङमा हुनुहुन्छ र उहाँ भाइलाई चाहिँ हामी एसके ताङतिङको तर्फबाट भाइसँग भेटघाट गर्ने, रमाइलो गर्ने हिसाबले आजको यो सानो दिदीको कार्यक्रम हामी आयोजना गरिरहेका छौँ र हामी हाम्रो परिवारको सदस्यहरू चाहिँ आउने क्रम जारी नै छ। केही बेरमा हामी सबै परिवार जम्मा हुनेछौँ र फेरि हामी भेट्नेछौँ। हाम्रो चाहिँ खाना तयार भइसकेको छ है। अहिले हाम्रो दाइ पनि हुनुहुन्छ है।
अनि यता सोल्टी र म पनि है सोल्टी राम्रो हुन्छ ल यता फेरि उता चाहिँ उताको पोक यहाँको चाहिँ चिकन होइन मामा मिठो छ मामा ल खाऊँ त भेट्ने हो अलिअलि लिनु कि आइसम्म चाहिँ भाउजूले चाहिँ बोल्दै हुनुहुन्छ भेट्नेलाई आइ ल ल खै कहाँ छ है भेटेँ पनि सही ल ल रातै भइसकेको छ त मसलाहरू मिठो भएर चाहिँ खाइदिए है यता चाहिँ चिकन हुँदैछ उता चाहिँ माइला चाहिँ पोल्दै यता भाउजू चाहिँ चिकन पोल्दै है आजको हाम्रो यो बटरफ्लाई बिचमा नानी खस्यो पनि आइपुग्यो हाम्रो नगर रिमे पनि हो ल नगर रिमे फेकायो माइला र भाउजू चाहिँ व्यस्तको व्यस्तै भाइ चाहिँ भलिबल ग्राउन्ड हो है यता चाहिँ हाम्रो ताङजिङको चाहिँ भुपु भलिबल खेलाडीहरू चाहिँ काले हाम्रो मिलन सोल्टीहरू चाहिँ हिजो हाम्रो मिलन सोल्टीले पनि भलिबल हान्थ्यो भन्ने कुरा गर्दै हुनुहुन्छ होइन यता हाम्रो सायला हेलो नमस्ते ए ल हाम्रो काइला दाई पनि थमन दाईको काइला दाई पनि आइपुग्नु भयो शान्त दाई पनि आइपुग्नु भयो ल हाम्रो चाहिँ यहाँ चाहिँ यो ब्लुबल बियर रहेछ उता पानी छ होइन यता चाहिँ यो लेमन टी ड्रिङ्क्सहरू छ यहाँ चाहिँ कोक प्यान्टाको मासुहरू के छ अब अचार वाइन है चाहिँ सबै मासु यताको चाहिँ सबै मासु रहेछ है ल रमाइलो छ अब चाहिँ हाम्रो चाहिँ आजको बिबीको पार्टीको चाहिँ साङ्गीतिक प्रोग्राम पनि सुरु हुन लागेको छ हाम्रो पदम दाई चाहिँ मादल बजार हुन्छ भने यता हाम्रो मामा पनि आइपुग्नु भएको छ बिन्देजाङ मामा पनि आइपुग्नु भएको छ ल हाम्रो कान्छी छोरी पनि आइपुग्यो है ल छोरीहरू पनि आइपुग्यो हाम्रो मामाहरू आइपुग्नु भएको छ यता छ नानीको छेउमा है ल यता छ हजुर हुन्छ यता पनि ठिकै छ ल खामा दिदी ल नमस्ते दिदी नमस्ते 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 सबैजना हुनुहुन्छ अब यहाँ एउटा चुलो यहाँ छ भने अर्को चुलो ल हाम्रो चुलीले खतरा खाँदैछ है फेरि यहाँ फेरि यता चाहिँ दाइहरू हुनुहुन्छ काना दाइहरू पताउँदा चाहिँ यता बसिराख्नु भएको छ यता चाहिँ हाम्रो साना व्यस्तको व्यस्तै छ फेरि यता चाहिँ हाम्रो चिकन दुईवटा चुलोमा यता चिकन यता अर्को चाहिँ चुलो ल मुखेको भ्लगको नाम भन नि त मेरो चाहिँ ओम प्रकाश गुरुङ युट्युब च्यानल हो अनि अरू सबभन्दा ठुलो कुरा कस्तो भन्दाखेरि म पहिलोचोटि हङकङ आउँदैछु पुर्खाको थलो चलचित्र प्रदर्शनको लागि र आज चाहिँ हाम्रो ताङजिङको सम्पूर्ण हाम्रो इष्टमित्रहरू चाहिँ यो बटरफ्लाई बिचमा जस्तै आउनुभएको छ होइन एकदम खुसी लागेको छ त्यसमध्येमा पनि यता हाम्रो दिदी है भेट्नुभयो एकदम खुसी लाग्यो अलिक ढिलो आउनुभएको थियो उता मेरो भाउजू उता छोरी पनि आउनुभएको छ उहाँलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु आइदिनु भयो हाम्रो चन्द्र भाइ साइली बहिनी नानी खस्यो श्रीकला हामी चाहिँ यहाँ नगरेको गफ गर्दै थियौँ माइला फेरि पोलेको पोले आएपछि उता चाहिँ हाम्रो
दाइहरू हुनुहुन्छ सोल्दै हुनुहुन्छ मामा ग्रुप यता अर्को ग्रुप आइसकेको छ बाबु चाहिँ गिटार ल्याएर आइसकेको छ अब चाहिँ गीत सुनाउनुहुन्छ होला मेरो बाबुले ल नमस्ते नमस्ते ओके हो ल 25 जना कटेज छ अरे है ल के टाइममा खाले ल 25-26 जना त भइसक्यो रहेछ ल त्यही पनि यो मासु चाहिँ खानै सकेको छैन अझै भात खान बाँकी छ है ओके ल छ्यामा आज किन संश्लेषणमा आइन र छ्यामा के भयो आज पदमदाइ र तपाईँको नाच हेर्ने भनेको झन् बुढै भयो नि फ्रेन्सी भन्नु पर्यो आज त मिलन सोल्टी र कालो दाइको कति साह्रो गफ मिलेको हो उता सबै गफ मिलेछ कहिले कता कहिले यता है यता चाहिँ मामाहरू हुनुहुन्छ यता छ बटरफ्लाई बिचमा चाहिँ आज चाहिँ रमाइलो भइरहेको छ बटरफ्लाई बिच ल अब चाहिँ हाम्रो साङ्गीतिक प्रोग्राम चाहिँ सुरु भइसक्यो दोहोरी गाउने हो होइन दोहोरी नगाउँ अरू गीतहरू गाउनु राम्रो होला दोहोरी त आउँदैन है साइली दोहोरी गाउनु जस्तो तम्सेछ त फेरि नानी खोज्छ हाम्रो दाइ पनि आइपुग्नु भयो दाइ नमस्ते दाइ कुबेर दाइ पनि आइपुग्नु भयो ठिक छ सबै होइन एकदम ठिक छ दाइ दाइ नमस्ते दाइ एउटा हाम्रो चौधाइ पनि आइपुग्नु भयो Đây, đây. Đi lại bên rồi đấy. Đấy. Vào dưới đâu rồi? Anh chị bảo anh chị bảo đây không? Tôi lại không nghĩ rồi. Ở trong đâu? Có không đấy? आज के गाइदिनु भयो नि छामा
मेरो माया गुलाबको फुल जस्तो होइन मेरो माया गुलाबको फुल जस्तो होइन मनमा फुल्छ भिर पाखा मनमा फुल्दैन मनमा फुल्छ भिर पाखा मनमा फुल्दैन फुल झरे पनि काँडा झर्दैन म मरे पनि मेरो माया मर्दैन म मरे पनि मेरो माया मर्दैन तारा झरे पनि जुन झर्दैन म मरे पनि मेरो माया मर्दैन म मरे पनि मेरो माया मर्दैन हाम्रो कुबेर दाई नै आइपुग्नु भएछ कालु दाईले बाँदर बजाउँदै हुन्छ कुबेर दाई गिटार बजाउँदै हुनुहुन्छ नानीको फरमाइसमा कुन गीत हो ल अब हाम्रो साङ्गीतिक प्रोग्राम चाहिँ हुँदै हुँदै फेरि पनि हुँदै बस्दै थियो अब चाहिँ पक्का हुन्छ है त दिल तोडेर नजाऊ मलाई यहाँ एक्लो पारे माया मारेर नजाऊ माया मारेर नजाऊ दिल तोडेर नजाऊ दिल तोडेर नजाऊ मलाई यहाँ एक्लो पारे माया मारेर नजाऊ माया मारेर नजाऊ है मन पहाडको हरियालीमा आलामा बसिन् मेरो जल छोडेर नजाऊ बेसी छोडेर नजाऊ छोडेर नजाऊ बेसी छोडेर नजाऊ मलाई यहाँ एक्लो पारे माया मारेर नजाऊ माया मारेर नजाऊ दिल तोडेर नजाऊ मलाई यहाँ एक्लो पारे माया मारेर नजाऊ माया मारेर नजाऊ बिन्ती छ नतोडिदेऊ यति चाँडो प्रीति बन्धन यति चाँडो प्रीति बन्धन काटेर नजाऊ दिल तोडेर नजाऊ भन्छन् काटेर नजाऊ दिल तोडेर नजाऊ मलाई यहाँ एक्लो पारे माया मारेर नजाऊ माया मारेर
जय